यदि हामी 15 दिनको लागि सुगर छोड्छौं भने के हुनेछ? पहिले 1 देखि 2 दिनभित्रमा तपाईको सुगर स्टेबलाइज हुनेछ। न हत्तै माथितिर बढ्नेछ न सट्टै तलतिर झर्नेछ। जब यस्तो हुन्छ त्यतिखेर तपाईको बडीले इनर्जीको लागि अरु ठाउँबाटै सुगर लिन सुरु गर्दछ। गेस गर्नुहोस् त कहाँदेखि? तपाईको बेली फ्याट देखि। डे 3 देखि डे 6 सम्म पुग्दा तपाईलाई गुलियोको क्रेभिङ हुन सुरु गर्नेछ। कहाँ भेटाए भने गुलियो खाइहाल्छु म, यस्तो किसिमको। छिटो भन्दा छिटो कहाँबाट हुन्छ गुलियो चिज मिल्यो भने म खाइहाल्छु। यस्ता किसिमका सिम्पटमहरु पनि तपाईमा देखिन सक्छ। हेडेक हुन, हैन, लो एनर्जी, इरिटेटिङ। तर यतिखेर तपाईको बडीले डिटक्स गरिरहेको हुन्छ र यो सिम्पटमहरु चाँडै नै खतम हुनेछ। अब तपाईले हौसला राख्नु पर्यो कि डे 7, 8, 9 मा तपाईको जिब्रोको टेस्ट बदलिनेछ। कुनै पनि किसिमको खानेकुरा स्वादहीन लाग्नेछ र यसपछि यस्ता किसिमका खानेकुराहरु तपाईलाई स्वादिलो लाग्न सुरु गर्नेछ। डे 10 देखि 14 सम्म तपाईले आफूलाई एकदमै एनर्जेटिक महसुस गर्नुहुनेछ। पहिले तपाईले धेरै मात्रामा सुगर र कार्ब खाएर जम्मा भएर बसेको जुन फ्याट छ त्यसलाई एनर्जीको लागि युज गर्न सुरु गर्नेछ तपाईको बडीले। जोडी फिल गर्न, लो एनर्जी, आलस्य लाग्न, यी सबै कुराहरु खतम हुनेछ। डे 15 तपाईको लागि कंग्रेचुलेट डे हुनेछ। त्यसपछाडी तपाईले अरु पनि बेनिफिटहरु महसुस गर्नुहुनेछ। तपाईको फेसको स्किन राम्रो देखिन थाल्नेछ। तपाईको बडी भित्र र फेसमा रहेको सुजन पनि बिस्तारै कम हुन सुरु गर्नेछ। राति निद्रा पनि राम्रो लाग्नेछ। मुड पनि फ्रेश हुनेछ। दिनभरि एनर्जेटिक बन्नुहुनेछ। यति मात्रै होइन, भविष्यमा लाग्न सक्ने विभिन्न रोगहरुको चान्सेस पनि एकदमै धेरै कम भएर आउनेछ।